हेलो वेलकम फेरि पनि मेरो नयाँ ब्लगमा स्वागत छ है यहाँहरूलाई। म चाहिँ आज घरदेखि मामा घरसम्मको यात्रा गर्दैछु, गाउँदेखि नमाडीसम्मको। र म चाहिँ अहिले आधा बाटो लगभग पुग्न आँटेँ होइन। अनि यसो हिँड्दै थिएँ जङ्गलको बाटो। यस्तो घना छ क्या जङ्गल चाहिँ। अनि मैले यहाँ एउटा बिरुवा भेटेँ, मतलब यो औषधि हो है, यो ठुलो खतो भन्छ हाम्रोतिर। यो ठुलो खतोको बिरुवा रहेछ यहाँ एउटा। अनि मैले उखालेर हेरेको, खासै ठुलो दाना त रहन्छ यसभित्र होइन, तैपनि यसो टोक्दै जाउँ भनेर उखाले। यसको काम चाहिँ के भन्छ भने हाम्रोतिर चाहिँ यसले चाहिँ ठोकेको मर्केको छ भने यो खायो भने दुखाइ कम गर्छ भन्छ होइन। तर के हो सत्यता मलाई थाहा छैन, मैले नि खासै प्रयोग त गरेको छैन। मैले नि हजुर मम्मीहरू वा आफूभन्दा ठुला मान्छेहरूसँग सुनेको कुरा। यो चाहिँ हाम्रोतिर पाउँछ क्या प्राय। यो चाहिँ अनि आज यसो आउँदाखेरि देखेँ, अनि यहाँहरूसँग नि सेयर गरौँ भन्ने सोचले यो उखालेर बोकेर हिँडेको छ है। पानी पायो भने गर्दै अलिक ठुलो खालको पखालेर म खानेछु यसलाई चाहिँ। यो चाहिँ बाख्रा बस्तुले घाँस पनि खान्छ क्या यसको चाहिँ। कति राम्रो डुकु छ हेर्नु न यसको मुना पनि। त्यो चाहिँ खाँदा खाँदैन त थाहा छैन। यो चाहिँ यसको जरा चाहिँ मान्छेले खाँदा केही फरक पर्दैन, औषधि हुन्छ यो ठुलो खतो। यसको चाहिँ अब हाम्रोतिर यो जङ्गलमा पाइन्छ, यस्तो औषधिहरू धेरै नै पाइन्छ क्या हाम्रो गाउँको जङ्गलमा। यस्तो यो प्रशोधन गर्ने हो भने त छ होइन, तर प्रशोधन खासै कसैले गर्दैन, यसको प्रयोग कसैले गर्दैन। र मैले चाहिँ आज यसो यो उखालेर खाइदिउँ भन्ने सोचले उखालेको थिएँ। अनि सोच गरेँ अब लामो बाटो हिँड्दाखेरि अब यसो एउटा भ्लग पनि बनाऊँ भन्ने सोचले बनाउन सुरु गरेको थिएँ। यस्तो छ है घना जङ्गल, पुरै जङ्गलै छ कि यता चाहिँ। त्यो चाहिँ पुरै जङ्गल हो। यताको सडक पनि खासै गतिलो त छैन है, केही पनि गुड्दैन, कहिलेकाहीँ ट्र्याक्टरहरू गुड्छ। तर पनि धेरै समयपछि मामा घर जाँदाखेरि बाटो यो होइन यस्तो भएर रहेछ। यस्तो अहिले चाहिँ त्यो बर्खायाममा भएर पनि होला, बाटोहरू कतै फाँडेको छैन होइन। हिँड्नु परेको छ भेसकट्टुमा लाएर हिँडेछ, भेसकट्टु लाएर हिँडेछ होइन मामा घर जाँदा। यो चाहिँ ठुलो खतो होइन, अघि त्यत्रोमा यत्रो रहेछ त्यो बिरुवामा चाहिँ। खानालाई चाहिँ लास्टै तितो हुन्छ है, तैपनि दबाई हो, त्यही भएर सानो छोइटो चाहिँ म खाने छु अहिले होइन। लास्टै तितो हुन्छ के चिज चाहिँ होइन। अब खाने बानी भएकोलाई त खासै तितो हुँदैन, तर सुरुचोटि खानेहरूलाई चाहिँ लास्टै तितो हुन्छ क्या यो चिज होइन। यति तितो हुन्छ नि के भन्नु त, टर्रो तितो। कस्तो भन्नु त यसको टेस्ट चाहिँ अब खट्टा हुन्छ लास्टै, मतलब अमिलो चाहिँ होइन त तितो के तितो। अनि कस्तो टाइपको हुन्छ क्या यो चाहिँ, जरा खाने गरिन्छ होइन, मुखै बिगाडिन्छ खाए चाहिँ। तितो हुन्छ नि यो चिज। यस्तो छ है जङ्गलको बाटो, सही जङ्गलको बाटो है। जडीबुटीहरू खाँदै जङ्गलको बाटो हिँड्दै डरमर्दो पनि छ जङ्गल चाहिँ लास्टै। तैपनि यसो मामा घरको जाने खुसी अब त्यो बचपन जस्तो त रहेन, तैपनि मामा घर भनेपछि अलिकति छुट्टै आउँछ क्या जस जहाँ घर हिँड्नलाई एक्लै भए पनि जङ्गलको बाटो। जङ्गलको ठाउँमा चाहिँ के छ भन्दा एउटा फाइदा चाहिँ खोला नाला भयो है, अनि चराचुरुङ्गीको सुमधुर आवाज स्पष्ट सुनिन्छ क्या। त्यहाँ मिठो मिठो स्वरहरू जङ्गलमा चराचुरुङ्गीहरूको।
यस्तो छ है बाटो चाहिँ, यो चाहिँ खराब छ क्या बाटो चाहिँ यसरी नै पनि। यसो कहिले काहीँ ट्र्याक्टरहरू चाहिँ कुद्ने गर्छ यहाँ, त्यति हो है अहिलेसम्म चाहिँ खासै केही त्यस्तो गाडीहरू चाहिँ गएको छैन। बासी डाँडा उता चाहिँ कुद्छ होला सायद गाडी, मतलब बोलेरोहरू आइरहन्छ। यता चाहिँ त्यो ट्र्याक्टरहरू कहिले काहीँ कुद्यो भने कहिले काहीँ कुद्छ। बाइकहरू चाहिँ अलिअलि अब ओहोरदोहोर गर्नेहरूले बाइक चाहिँ कुदाइरहेको हुन्छ, त्यति हो खासै अरू त केही कुद्दैन। बजार यति छैन यहाँ चाहिँ अझै पनि। पछाडि चाहिँ फेरि बादल लागेको छ। दिस इज बासे डाँडा। ल फाइनल्ली म चाहिँ मामा घर आइपुगेको छु है। यो तलतिरको चाहिँ मेरो मामा घर हो, यो देखिएको यो तलतिरको यो चारवटा घर चाहिँ मेरो मामा घर। यस्तो छ यो नमाडी चाहिँ। ल कस्तो लाग्छ भिडियो हेर्नु होला, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है। कस्तो लाग्छ मेरो भिडियोहरू कमेन्ट पनि गरिदिनु होला। आजको यात्रा है, हस् धन्यवाद।